म रैथाने भान्से सेफ मोहन गजुरेल आज बनेपामा खुलेको नयाँ ढिँडो दरबारमा चाहिँ ढिँडो बनाउन गइरहेको छौँ। अब पानी उम्लिसकेको छ। यो रैथाने चुलो है, हाम्रो गाउँघरमा भएको चुलो। यो चुलोमा चाहिँ हामी ढिँडो बनाउन गइरहेछौँ। एकदम इजी तरिकाले ढिँडो बनाउनको लागि। अब यो चाहिँ 1-2 पोर्सनको लागि चाहिँ हामीलाई इजी हुन्छ। अब धेरैको लागि चाहिँ हामीले यो ठुलो दाबिलोबाटै हुडाल्न सक्छौँ। अब पानी उम्लिसकेको छ र यो उम्लेको पानीमा थोरै गरेर पिठो राखेर यसरी घुम्ने। यो चाहिँ घरमा बनाउनको लागि है, इजी तरिकाले घरमा बनाउनको लागि हामीले यसरी पानी राख्छौँ र थोरै घिउ पनि राख्ने। यो चाहिँ यहाँ तातोमा राखेको भएर घिउ पग्लेको छ होइन। यो घिउ राख्यो। यो घिउले चाहिँ टाँसिन दिँदैन र मिक्सचर पनि राम्रो हुन्छ। र यसलाई हामीले अझ थोरै नुन पनि राख्यो भने चाहिँ यसको जुन टेक्स्ट अझ राम्रो देखिन्छ। थोरै नुन पनि राख्न सकिन्छ। यसले घोल्नुको अर्थ चाहिँ डल्ला नपरोस् भनेर। यसले चाहिँ सजिलोसँग चाहिँ घोल्छ र अब धेरै भइसकेपछि हामीले यसलाई हटाउन सक्छौँ। अब ढिँडो लगभग पाकिसक्यो जस्तै हो क्या। लगभग पुग्यो। अब यसलाई यति गरेर अब यसले टाँसिन्छ हामीलाई। ढिँडो फास्ट पाकिसक्यो। गाउँघरमा चाहिँ यसले पनि हुडाल्नुहुन्छ। अब ओडार्नी भनिन्छन्, कसैले चाहिँ ओडार्नी भन्छन्। अब हामीले चाहिँ यसलाई हुडाल्नी पनि भन्न सक्छौँ। अब मस्काउने भने धेरैमा चाहिँ हामीले मस्काउँदाखेरि यसरी यो थोरै भएको हुनाले एउटै हातले चाहिँ हामीले सजिलोसँग चाहिँ मस्काउन नि सक्छौँ। ढिँडो पाकिसक्यो। कति बेर लाग्दैन। यो खाएर पेट गयो भने म जिम्मेवारी। किन तातो पानी उम्लेको पानीमा पिठो राख्दाखेरि खासै हामीलाई चाहिँ त्यो धेरै मस्काउनु पर्ने, तेलै निस्काएर मस्काउने भन्ने हाम्रो चलन थियो गाउँमा। तेल निकाल्नुपर्छ। ढिँडो मस्काउँदा तेल निकाल्नुपर्छ भन्छ। त्यो तेल खासै निकाल्नु पर्दैन। तेल आफै निस्किने खाएपछि। र यसरी हामीले ढिँडो यो तयार भइसकेको छ। अब यसलाई हामीले मस्काएर यसलाई यो चाहिँ एकजनाको लागि, लगभग एकजनाको लागि ढिँडो पाकिसक्यो। कति बेला विथिन 5 मिनटमा चाहिँ ढिँडो पाक्छ। तातो पानी उम्लेकोमा 5 मिनटमा हामीले पकाइसक्छौँ। तर धेरैलाई पकाउँदाखेरि 10-15 मिनटसम्म नि लाग्न सक्छ है त। यो ढिँडो दरबारमा बनेपामा लोकल कुखुराको मासु, खसीको झोल, त्यसपछि कोदोको